खारेबी मान्छेसिजाङ दक्षिण कोरियाको चोङ्गी प्रान्त याङ्जू सहरको फाङ्जोकमेनमा अवस्थित एक ऐतिहासिक र महत्त्वपूर्ण परम्परागत बजार हो। यो बजारको नामैले यसको गहिरो अर्थ बोकेको छ। यो बजार सन् 1919 को 3/1 स्वतन्त्रता आन्दोलनको एक प्रमुख स्थल हो। कोरियाली जनताले स्वतन्त्रताका लागि मान्छे जिन्दाबाद भन्दै आवाज उठाएको यो ठाउँको सम्मानमा यसलाई मान्छे बजार भनिएको हो। यहाँ हरेक महिनाको 4 र 9 तारिकमा ठुलो बजार 5 दिने बजार लाग्दछ। यी दिनहरूमा यहाँको चहलपहल हेर्न लायक हुन्छ। स्थानीय किसानहरूले उब्जाएको ताजा तरकारी, फलफुल र स्वादिष्ट स्थानीय खानाहरू यहाँको मुख्य आकर्षण हुन्। खारेबी बजार केवल किनमेल गर्ने ठाउँ मात्र नभएर याङ्जूका स्थानीय बासिन्दाहरूको मिलनथलो पनि हो। यहाँको पुरानो शैलीको बजार र आत्मीयताले जोगलाई पनि आकर्षित गर्दछ। ऐतिहासिक गौरव र जीवन्त वातावरण भएकोले खारेबी मान्छे बजार याङ्जू क्षेत्रको एक अभिन्न पहिचान पनि हो।